हाई हेलो गुड मर्निङ फ्रेन्ड अल फ्रेन्ड गुड मर्निङ हेभी अ नाइस डे। आज म चनाको दाल पकाउनु लागेको छु। हिजो भिजाएर राखेको थिएँ। यो चाहिँ मैले आज पकाउनु लागेको यो म यसमा टमाटर मात्रै हालेर सिटी लगाउँछु। अहिले पछि झान्छु। अघिको चनाको दाल चाहिँ पाकिसकेछ। यसलाई चाहिँ म अदुवा लसुन हिङ हालेर झान्छु। अब मैले टमाटर हालेर बसालेको, अब झान्छु यसलाई। दाल झान्नु लागेको अदुवा लसुनको पेस्ट हिङ हालेर झान्छु। अदुवा लसुनको पेस्ट चाहिँ ब्राउन भइसकेछ। म चाहिँ यो खोर्सानी हालिदिन्छु। खोर्सानी पड्कायो भने चाहिँ राम्रो देख्छ। हिङ चाहिँ दालमा मिठो हुन्छ, हिङ नभए चाहिँ अलिक स्वाद पर्दैन। धनियाको पत्ता, दाल चाहिँ रेडी भयो। मिठो हुन्छ चनाको दाल। मैले झानि नि सकेँ। चिप्ले भान्डे भुट्नु लागेको छ आज। लेडी फिङ्गर होइन, रामतोरिनी भन्दाखेरि चाहिँ यो चाहिँ आलु हो। आलु हालेर भुट्छु, 2टा आलु अनि यो हालेर भुट्छु। आलु र चिप्ले भान्डी भुट्नु लागेको। तेल चाहिँ खारिसकेछ। 5 फुरन मसला पड्काउँछु अलिकति। पेस्ट लसुन अदुवाको पेस्ट तेलमै हालिदिन्छु म चाहिँ। आलु, बेसर, नुन एकैछिन भुट्नु दिने। अनि चिप्लो भेन्डी हालिदिन्छु। मसला नहाले नि हुन्छ। यसरी सादा भुटेर खायो भने मिठो हुन्छ। आलु चाहिँ भुटिसकेछ। यसमा अलिकति खोर्सानी, हल्का पिरो पिरो मिठो हुन्छ। अनि चिप्ले भेन्डी, अनि म यसमा चाहिँ अदुवा के अरे टमाटर प्याजहरू लाउँदिनँ, मसला लाउँदिनँ। त्यही भएर मलाई चाहिँ अलिकति सोया सस लाउनु लागेको। मिठो हुन्छ सोया ससले अलिकति लायो, टेस्ट आउँछ मजाले, मिठो हुन्छ। अब यसलाई भुट्नु दिन्छु। टमाटर मसला नलाएकोले, प्याज नलाएकोले आज चाहिँ सोया सस लगाएको।